नमस्कार दर्शकबिन, आजको ज्ञान गुणका कुरामा हामीले अमेरिकाको एउटा यस्तो सहरको जानकारी लिएर आएका छौँ जुन सहरमा कुनै पनि घरहरू यस्ता छैनन् जुन सनातनी हिन्दू वेदको मूल्य र मान्यताको विपरीत निर्माण गरिएको होस् वा वेदको सिद्धान्तहरूको विरुद्धमा बनाइएको होस्। झट्ट सुन्दा यो कुरा एकदमै अपत्यारिलो लागे पनि यो कुरा साँचो हो। यो सहरको घरहरूको ढोका पूर्वतर्फ मात्रै फर्किएका हुन्छन् जुन हिन्दू वास्तुशास्त्र अन्तर्गत अत्यन्तै शुभ मानिन्छ। घरहरूमा मात्र नभएर यहाँ अवस्थित सम्पूर्ण घर, अफिसहरू, बाटोघाटो, प्रतीक्षालय, पार्क, पोखरी, सम्पूर्ण भौतिक संरचना वास्तुशास्त्रका आधारहरूमा निर्माण भएका हुन्छन्। कुनै पनि संरचनामा वास्तु अनुसार नभए यसलाई गैर कानुनी मानिन्छ। हजुर दर्शकवृन्द, आजको सहरको कथामा हामीले लिएर आएका छौँ अमेरिकाको जेफरसन्स काउन्टी आयोवामा अवस्थित महाश्री वैदिक सिटीको कथा। यो सहरको स्थापना इस्वीसम्म 2001 मा वैदिक सिटीको रूपमा भए पनि पछि 5 महिनाको अन्तरालमा यसको नाम महाश्री वैदिक सिटी हुन पुगेको थियो। 1982 पछि निर्मित यो आयोवाको पहिलो सहर हो जुन 8.65 स्क्वायर किलोमिटरमा फैलिएको छ। 2020 सालमा गरेको तथ्याङ्क अनुसार यस सहरको जनसङ्ख्या करिब 277 रहेको थियो। यो सहरको परिकल्पना तथा निर्माण महर्षि महेश योगीबाट महर्षि स्थापत्यवेदमा आधारित वास्तुशास्त्रका आधारमा भएको हो। महर्षि महेश योगीले 70 को दशकमा एउटा बन्द भइसकेको कलेज जुन फेयरफिल्ड आयोवामा अवस्थित थियो त्यसलाई किनेर महाश्री इन्स्टिट्युटको रूपमा स्थापित गरे, जहाँ धेरै मानिसहरू जम्मा हुन्थे र त्यहाँ व्यापार, सूचना तथा सांसारिक कुराहरूको बारेमा र मेडिटेसनको बारेमा अध्यापनहरू गराइन्थ्यो। महर्षि योगीको बारेमा अरू जानकारी चाहिएको खण्डमा हामीले अर्को भिडियो त अवश्य नै बनाउनेछौँ, तर तपाईँलाई यो सुनेर अचम्म लाग्न सक्छ। महर्षि महेश योगी यस्ता प्रभावशाली व्यक्तित्व थिए कि उनी 70 र 80 दशकको विश्व प्रख्यात म्युजिक ब्यान्ड बिटल्सको पनि व्यक्तिगत गुरु थिए र बिटल्सले एक्रस द युनिभर्स भन्ने एउटा गीतमा जय गुरुदेव भनेर उनलाई सम्मान दिएको देखिन्छ। दर्शकवृन्द, आयोवामा अवस्थित यो अद्वितीय सहर यहाँको अद्भुत वास्तुकला र वैदिक सिद्धान्तको रूपमा परिचित छ र यसको प्रमुख उद्देश्य यहाँ अवस्थित संसारका विभिन्न ठाउँहरूबाट आएका बसोबास गरेका मानिसहरूको लागि शान्त, सन्तुलित, सामञ्जस्यपूर्ण र सुरक्षित वातावरणको सिर्जना गर्नु नै हो। महर्षि वैदिक सहरको विशेषताहरूको बारेमा चर्चा गर्नुपर्दा यहाँका सम्पूर्ण घरहरू वेदको वास्तुशास्त्रको मूल्य र मान्यता अनुसार बनाइएको हुन्छ, जसले घरमा सकारात्मक ऊर्जा, शरीरमा स्वस्थता र जीवनमा असीमित खुसीहरू ल्याउँछ भन्ने मान्यता राख्दछन्। यहाँका घरहरू अनिवार्य रूपमा पूर्वतर्फ फैलिएका हुन्छन्, जसले बिहानको सकारात्मक सूर्यका किरणहरू घरभित्र पस्छन् र घर र यहाँ अवस्थित मानिसहरूलाई ऊर्जावान बनाउँछन् भन्ने मान्यता रहेको छ। त्यस्तै घरको ठिक बीचमा एउटा खुल्ला र शान्त ठाउँ रहेको हुन्छ जसलाई ब्रह्मस्थान भनिन्छ र यो ब्रह्मस्थानलाई घरको हृदय वा मुटु वा ऊर्जाको स्रोतको रूपमा पनि मानिन्छ। यहाँ अवस्थित घरहरूमा रहने कोठाहरूको स्थान निश्चित रहेको हुन्छ। दर्शकवृन्द, भान्साघर अर्थात् किचन दक्षिण पूर्व दिशामा बनाइएको हुन्छ, सुत्ने कोठा दक्षिण पश्चिममा रहेको हुन्छ, घरको मुख्य प्रवेशद्वार पूर्वपट्टि बनाइएको हुन्छ भने घरको वरिपरि निश्चित ठाउँमा प्रखाल लगाइएको हुन्छ जुन वास्तुशास्त्र अनुसार शुभ र सम्पूर्ण मानिन्छ। यस्ता वास्तु अनुरूप बनाइएको संरचनाहरूले नकारात्मक ऊर्जालाई घरभित्र पस्न दिँदैनन् र मानिसका मन, मस्तिष्क र जीवनमा सकारात्मक ऊर्जाको मात्र प्रवेश र प्रभाव रहन्छ, जसले जीवनलाई सार्थक र अनुपम बनाउँछ भन्ने मान्यता यहाँ बसोबास गर्ने मानिसहरूमा पाइन्छ। यहाँका भौतिक संरचनाहरूलाई हेर्दा प्राय प्राकृतिक सामग्रीहरू जस्तै काठ, ढुङ्गा, इट्टाहरूबाट बनाइएको पाइन्छ। यहाँका मानिसहरूले उत्पादन गर्ने खाद्य सामग्रीहरूमा कीटनाशक औषधि अर्थात् कुनै पनि प्रकारका विषादी प्रयोग नगरिकन उत्पादन गर्ने गर्दछन्। खाद्य पदार्थमा विषादी प्रयोग गर्नु नैतिक, सामाजिक र मानवीय र धार्मिक दृष्टिकोणबाट मात्रै नभएर कानुनी रूपमा पनि बन्देज लगाइएको हुन्छ।
दर्शकबिन, सबैभन्दा अचम्मको कुरा त यहाँको चलन चल्तीको मुद्रामा रामको फोटो चित्रित गरिएको छ वा भगवान श्री रामचन्द्रको फोटो राखिएको मुद्राहरू जस्तै 1 रैम, 5 रैम र 10 रैमका नोटहरू पनि चलन चल्तीमा रहेका हुन्छन्। 1 रैम बराबर $8 जति मूल्य पर्न आउँछ। र अन्तमा यदि तपाईहरू पनि अमेरिकाको कुनै ठाउँमा बसोबास गर्दै आइरहनु भएको छ र अमेरिका जाँदै हुनुहुन्छ भने अवश्य महर्षि वैदिक सिटी घुम्न जानुहोला र अद्भुतपूर्ण आनन्द र अनुभव लिने मौका नगुमाउनुहोला भन्दै आजको ज्ञान गुणको कुराबाट बिदा हुन चाहन्छौँ। नमस्कार, धन्यवाद।